सरकारको जवाफको माग गर्नुभएको छ। सरकारले जवाफ दिनको लागि पनि उसलाई सूचना हुनुपर्छ। उसले पनि समय माग्नु स्वाभाविक हुन पनि सक्छ। त्यसले गर्दा यहाँहरूले राख्नुभएको कुरा ध्यान आकृष्ट भएको छ। आसन ग्रहण गरेर सभाको कारबाहीलाई अगाडि बढाउनको लागि मान्यहरूले सहयोग गर्नुहोस्। म मान्यजीहरूलाई त्यो अनुरोध गर्दछु। मान्य सदस्यहरू, यहाँहरूले राख्नुभएको कुरा सदनमा जानकारी भयो। सदनका कारबाही, नियमित कारबाहीहरूको महत्त्व यहाँहरूलाई पनि थाहा छ। अहिले हामी धेरैवटा विधेयकहरूलाई सम्पन्न गरेर कानुन बनाउने क्रममा गतिका साथ लाग्नु परेको र लागिरहेको स्थिति छ। सबै मान्यजीहरूको त्यत्तिकै सहयोग र तत्परता र यहाँहरूको सक्रियता बिना यो सम्भव छैन। त्यसकारणले त्यो कुराहरू पुरा गर्ने कुरामा यहाँहरूले कारबाहीलाई अगाडि बढाउन साथ दिनको लागि आसन ग्रहण गर्न म अनुरोध गर्दछु। मान्य सदस्यहरू, आसन ग्रहण गरौँ र आसन ग्रहण गरिसकेपछि बाँकी कारबाहीको बारेमा के गर्ने, चित्त बुझ्ने नबुझ्ने त्यस पछाडिको कुराहरू आउँछ। त्यसैले मैले यहाँहरूलाई आसन ग्रहण गर्नको लागि अनुरोध गरेको छु। आकस्मिक समयमा अरू पनि मान्यजीहरूले बोल्नको लागि समय माग गर्नुभएको छ र त्यस पछाडि आजका अन्य विषयहरूमा जानको लागि पनि मान्यजीहरूको आसन ग्रहण गरेर सहयोग गर्नु जरुरी हुन्छ। त्यस कारणले मान्यजीहरू आसन ग्रहण गरौँ। मान्य सदस्यहरू आसन ग्रहण गरेपछि सभा सुरु हुन्छ र समय दिने नदिने, के विषयमा जाने, त्यस पछाडि मात्रै यताबाट गर्ने वातावरण बन्छ। त्यस कारणले पहिलो कुरो त मान्यजीहरू आसन ग्रहण गरेर वातावरण बनाउँ।